भाषिक र क्षेत्रीय कारणले पनि उनको स्वर यस्तो भएको हो भनेर उनकी आफ्नै पत्नी आर्जु राणा देउवाले एउटा पोडकास्टमा भनेकी छिन्। पश्चिमी नेपाल डडेलधुराको सानो गाउँबाट आएका उनी, जहाँ नेपाली भाषा उनको पहिलो भाषा थिएन। उद्योगबाट म डडेलधुरा पुग्दिउनु बुढ्नु भइरहेको होइन, अहिले त उनको उच्चारण, ताल र लय स्वाभाविक रूपमा मध्य क्षेत्रका स्थानीयहरूभन्दा केही फरक हुन्छ भनेर उनले भनेकी छन्। Mother tongue. His mother tongue is total language. त्यो पनि we should understand. You know? They speak another language नि उता far west मा. It's so different. संक्षेपमा भन्नुपर्दा देउवाको फरक बोल्ने शैलीका विषयमा विभिन्न अड्कल र आकलनहरू छन्। राजनीतिक कारावासको दौरानमा गम्भीर यातना, चिकित्सा जटिलता, जीवनशैली र भाषिक पृष्ठभूमिसम्म। हामीले अभिलेखहरू, जीवनी र पुराना पत्रपत्रिकाहरू पल्टायौँ, तर कतै पनि कुनै एक स्पष्टीकरण पनि प्रमाणित हुन सकेन। त्यसैले यो विषय अझै पनि सार्वजनिक छलफलमा अनुमान र अड्कलको भरमा बाँचेको छ।